रवि दाई खगेन्द्र सुनारको विषयबारे बोले। खगेन्द्र सुनारको विषयमा पनि अहिले कन्ट्रोभर्सी आइरहेछ। यो सोध्नै पर्ने विषय हो। सभापतिको जवाफ चाहिँ धेरैले खोज्नु भएको छ। हो, मैले पनि यो पनि थाहा पाएको थिएँ। यो पनि तपाईँकै माध्यम मार्फत आम सर्वसाधारण नागरिकमा पुगोस् भन्नका लागि सांसदहरूको अभिव्यक्तिको विषय आएको छ। खगेन्द्रजीको विषयमा एकजना दलित मा चाहिँ एउटा जो चाहिँ एउटा कैदीबन्दीको रूपमा या हिरासतमा हुनुहुन्थ्यो, उहाँको विषयलाई अलिकति शङ्कास्पद विषय आयो भनेर उहाँले भन्नुभएको छ। त्यसले गर्दा मैले पहिला पनि भनेको हो, वर्षौँदेखि दमित अलिकति प्रताडित समुदायको आवाज अलिकति चर्को हुन्छ, त्यसमा चाहिँ झर्को मान्न पाइँदैन। त्यस कारणले त्यो पीडाको अभिव्यक्तिलाई हामीले अलिकति त्यसलाई सुन्नुपर्छ भन्ने मेरो मत हो। यद्यपि एउटा मर्यादाका दायराहरू सबैलाई लागु हुन्छ, त्यसलाई हेर्न बाँकी नै छ। अन्य साथीहरूको विषयमा पनि आइरहेको छ, ओखलढुङ्गामा भएको विषय पनि तपाईँले सोध्नु भएको होला। त्यसमा पनि उहाँले सार्वजनिक बोल्न त बोले, जस्तो मलाई के बोले भन्दाखेरि साथीहरू होइन, उदिगाड बगाउनु उभिगाड खोज्दु भने जस्तो उत्तर दियो क्या हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले। होइन, प्रश्न एकातिर उत्तर एकातिर।